समाचारदाता के रूप में रेडियो मिथिला में समाचार प्रमुख र मिथिला.com में संपादक के रूप में पत्रकारिता जगत में सक्रियता का साथ मैथिली साहित्य सिर्जना में पनि त्यतिकै क्रियाशील रहनुभएका सुजित कुमार झाज्यूलाई आज सरस्वती राज नारायण साहित्य प्रतिभा पुरस्कार प्रदान गरिरहेको अवस्था हो र उहाँलाई साथमा नगद 11,000 रुपियाँ 11,001 रुपियाँ पनि दिने कार्यक्रम रहेको छ। एकचोटि जोरदार तालीले उहाँलाई स्वागत गरिदिनु होला। उहाँले चलाउनु भएको धेरै भयो र गत वर्ष पनि चिडै नामक कथा सङ्ग्रह मैले पनि पढ्न पाएको थिएँ र यस वर्ष पनि उहाँले एउटा अझ सशक्त ढङ्गले उहाँले काम गरिरहनु हुनेछ भन्ने अपेक्षा गर्दछौँ। ईश्वर चन्द्र झा साह्रै हँसिलो मुद्रामा आज देखिरहनु भएको छ। पक्कै पनि आफ्ना कर्महरू चाहिँ यो खुसीको क्षणमा सम्मान गर्न पाउँदाखेरि साह्रै खुसी लागेको छ र यसै गरी नारी क्षेत्रमा नारी जागरणका लागि उहाँले पुर्याउनु भएको भूमिकालाई पक्कै पनि चिरकालसम्म स्मरण गरिरहेको छ। आज यो सुखद क्षण आइपुगेको पढेर सुनाइदिनु। त्यो सधैँ सुनिँदै आएको नाम थियो। हामी टिभीमा हेर्ने गर्थ्यौँ र रेडियोमा सुन्ने गर्थ्यौँ। उहाँको नाम उहाँको कामले गर्दाखेरि नेपालमा एउटा चर्चा फैलिएको थियो र यस्तो काम फेरि सुरु हुन सकेको छैन। आजै हुनुहुन्छ। विकास संस्था ग्लोबल पार्टनरशिपलाई र वायुयान सेवाका सहयोगी तेली समाजका संस्थापक भई बृहत्तर हितका लागि कर्मनिष्ठ हुँदै ज्येष्ठ नागरिक समाजका अमूल्य निधि हुन्। यिनीहरूप्रति दुर्व्यवहार ठिकै छ। मैले त छानेको आउनु भएन मैले भन्नुको आउनु भएन। संस्कृत माध्यमिक विद्यालयबाट आएका हुन्। भूताय भूता भविष्यसिताय भूता विघ्नकर्मसुतसुराय अपक्रामत भूतानि पिशाचा सर्वदरिशं सर्वेषां विरोधेन पूजा कर्म समारभे। ओम नमस्तुनन्ताय शास्त्रमूर्तये शास्त्रपादाक्षि शिरोविवाहवे शास्त्रनाम्ने पुरुषाय शाश्वते शास्त्र ओम कलशगणाय नमः तत्त्वयामि ब्रह्मणमतमानदासि। उहाँलाई सम्मान गरिदिनुको लागि आजका प्रमुख अतिथि श्री केशव प्रसाद बडालज्यूलाई हार्दिक ठाकुरको 12 वार्षिकोत्सव र जगत दर्शनको विषयमा पनि छलफल गर्ने कार्यक्रम रह्यो। माल्यार्पण गरिदिनुको लागि प्रमुख अतिथिज्यूलाई हार्दिक अनुरोध।